सो थुचिची टसिटीले सबै धर्ममित्रहरूलाई बिहानीको टसिटीले गुड मर्निङ। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ सन्चै हुनुहुन्छ होला। तपाईँहरूको सन्चोको शुभकामना चढाउँदै फेरि पनि भिडियो बनाएर तपाईँहरू समक्ष आइराखेको छु। र आज चाहिँ म के विषय लिएर आएको छु भनेदेखि चाहिँ हामी सबैले चाहिँ धर्म गरिराखेको छ हैन। अब धर्म गर्ने र नगर्नेमा चाहिँ कति चाहिँ डिफ्रेन्स छ भन्ने कुरालाई चाहिँ म आज राख्दैछु। अब हामी सबैजना हिँडिराखेको हुन्छ, डुलिराखेको हुन्छ, खाइराखेको हुन्छ। हाम्रो जुन चाहिँ डेली गर्नुपर्ने कर्तव्यहरू छ हामीले गरि नै राखेको हुन्छ हैन। पर डे गरी अब बिहान उठेकोदेखि अब सुत्दाखेरि पनि भनौँ न, सुत्दा उड्दा बस्दा जहिले पनि हामीबाट कति गलत कामहरू भइराखेको हुन्छ हैन। गलत काम मतलब पापहरू भइराखेको हुन्छ। अब सुत्दाखेरि पनि हामीले कति कीटाणुहरू कति मार्छ होला, अब हामीले देख्दैन हैन। र हिँड्दा डुल्दा अब हामी जहाँ जाँदा पनि हामीले धर्म गर्छु चाहिँ भनेको हुन्छ नि हैन, तर धर्म गर्दैछु पाप गरेको छुइनँ भन्छ नि, हामीबाट पाप भइराखेको हुन्छ। र के छ भन्ने चाहिँ अब हामी सबैजनाले चाहिँ पाप चाहिँ गरिराखेको हुन्छ। धर्म गर्नेले पनि गरिराखेको हुन्छ। अब धर्म नगर्नेले त झन् डबल तिर्पल चौपल पाप गरिराखेको हुन्छ। कमसेकम धर्म गर्नेले चाहिँ के हुन्छ भन्ने चाहिँ हामीले अब मन्त्र गरेको हुन्छ, पेचा पढेको हुन्छ, अलिकति भए पनि गुरु रिम्पोचेलाई सम्झेको हुन्छ, मन्त्रहरू गरेर चेन्द्रेजेलाई चिचिन्ढोलमालाई सबैलाई सम्झेकोले गर्दाखेरि चाहिँ हामीबाट मरेको कीटाणुहरू जति पनि छ नि, उहाँले चाहिँ अलिकति भए पनि यो संसारबाट मुक्ति चाहिँ भएर जानेछ हैन। त्यसमा चाहिँ अझै हामीले धर्म गर्नेहरूले चाहिँ के छ भन्ने चाहिँ बिहानै उठेपछि चाहिँ हामीले यसमा को पनि अब मन्त्रहरू छ। मन्त्रहरूपट्टि चाहिँ अब किन भन्दा हामीलाई धेरै साह्रो पर्छ मन्त्र बरु भन्दा हामीले अब त्यो मन्त्र पढ्दाखेरि चाहिँ मन्त्रको मिनिङ जान्दैन। त्यसले गर्दा नजान्दाखेरि चाहिँ हामीले बिहान उठ्दाखेरि चाहिँ ओछ्यानबाटै उठ्दाखेरि चाहिँ आज चाहिँ म मेरो पैतालाबाट, मेरो शरीरबाट, मबाट जति पनि किरा फटेङ्ग्राहरू मरेको हुन्छ सबै किरा फटेङ्ग्राहरू चाहिँ यो संसारबाट मुक्ति भएर जाओस् भनेर चाहिँ हामी धर्म गर्नेहरूले चाहिँ सोच्नु पर्यो यो कुरा हैन। र सोच्दाखेरि चाहिँ अब तपाईँहरू हिँड्दा डुल्दा खाँदा बस्दा सुत्दा जे गर्दा पनि जति कीटाणुहरू मरेको छ नि, तपाईँको धर्म त्यो अब पढेकोले, मन्त्रहरू पढेकोले, मन्त्र गरेकोले, तपाईँहरूको सोचले गर्दाखेरि त्यो किरा फटेङ्ग्राहरू चाहिँ यो संसारबाट मुक्ति भएर चाहिँ फेरि उसले चाहिँ राम्रो जुनीमा चाहिँ राम्रो अझै अब किरा फटेङ्ग्रा भनेपछि त अब कति जुनी चाहिँ उनीहरूले लिनुपर्छ नि हैन। यो अब पाप गरेकोले गर्दाखेरि चाहिँ किरा फटेङ्ग्रामा हामी जुनी लिएर आएको हुन्छ नि त। हामी पनि केही छैन, अब कति हामी पनि किरा फटेङ्ग्रा भएर आयो होला हैन। किरा फटेङ्ग्रा हुँदै 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 हाम्रो कर्म अलिकति उयो भएकोले चाहिँ अब अहिले मनुष्य भएको होला। मनुष्य भएर पनि अब हामीले धर्म गर्नु सकेको होला। हाम्रो कर्म चाहिँ अलिकति सप्रिँदै र अब यो किरा फटेङ्ग्राहरू जमिनमा भएको किरा फटेङ्ग्रा पनि कति हामीबाट मर्छ नि। अब धर्म गर्नेहरूकोबाट मरेको किरा फटेङ्ग्राले चाहिँ संसारबाट त्यो उसको मुक्ति छिटो उसको अब कति चाहिँ उसले कति कल्प चाहिँ अब कुन चाहिँमा चाहिँ जानुपर्ने छ, छिटो उसको चाहिँ पार भएर गएकोले गर्दाखेरि ऊ चाहिँ छिटै मनुष्यको जुनीमा पाएर अब फेरि मनुष्यको जुनीमा पनि अब उसको कर्म अनुसार उसले गरेको अनुसार चाहिँ उसले या त धर्म गर्नेमा हुन्छ या त नगर्नेमा हुन्छ, त्यस्तोमा हुन्छ हैन। अब धर्म नगर्नेहरूबाट कुल्चेर मरेको, खाएर मरेको, सुत्दा मरेकोहरूको त अब कुरै नगर्दा पनि हुन्छ हैन। त्यो किरा फटेङ्ग्रा पनि पापैमा पर्छ, त्यो पनि संसारबाट मुक्ति पाउँदैन। र जसले धर्म गरेको छैन, जोबाट चाहिँ किरा फटेङ्ग्रा मरेको छ नि, ऊ पनि त्यति नै पापमा पर्ने हो। अब मर्ने पनि दुःखमा पर्ने हो, जो मरेको कीटाणुहरू छ ऊ पनि अझै झन् दुःखमा पर्ने हो। र धर्म नगर्ने मान्छेहरूले जसले पनि किरा फटेङ्ग्रा मारेको छ नि, ऊ पनि यति सारा उसको अर्को लाइफ, अर्को जुनीहरू चाहिँ एकदमै पापमा परेर चाहिँ यसरी चाहिँ उनीहरूको लाइफ बितेर जान्छ भन्ने चाहिँ अब मैले जहाँसम्म मैले ध्यान बसेर मलाई उब्जेको यसो हेरेर चिन्तन मनन गरेर देख्दाखेरि चाहिँ यस्तो रहेछ भनेर चाहिँ जहाँसम्म मैले जानेको शब्दहरू चाहिँ मैले भिडियो बनाएर तपाईँहरूलाई सुनाइराखेको छु। र
धर्म गर्नु कति जरुरत रहेछ हैन। धर्म गर्नु मात्र हैन, धर्म गर्दाखेरि पनि हाम्रो सोचलाई चाहिँ हामीले सोच्नु पनि पर्छ। फेरि धर्मै गरेर मात्रै मन्त्र पढेर हैन, अब पाठ पढेर हैन, ध्यान बसेर हाम्रो सोचलाई पनि हामीले चाहिँ सकेन भने चाहिँ त्यो पनि फेरि अलिकति धर्म चाहिँ हुँदैन। हुनु चाहिँ हुन्छ, नगरेको र नगरेकोमा धेरै नै फरक पर्छ हैन। तर पनि अझै यति गरेर पनि हाम्रो सोचलाई चाहिँ हामीबाट मरेको किराहरू भगवान यो संसारबाट मुक्ति भएर जाओस् है भनेर सोच्नु नै कति हो। तपाईँले पुण्य कमाउनु सक्नुहुन्छ। टोइलेट बस्दाखेरि पनि हामीबाट हाम्रो टोइलेटले मरेको किराहरू यति दुःखमा हुन्छ, त्यो टोइलेटभित्र त्यो दुःखबाट मुक्ति भएर जाओस् भने टोइलेटमा जाँदा पनि जे गर्दाखेरि पनि यसरी तपाईँहरूले सोच्नु सक्नुभयो भने तपाईँको डबल त्रिपल पुण्य कमाएर तपाईँहरूले जानेछ हैन। र यो म पनि गरिराखेको छु। म त पल पलमा कीटाणुहरू देख्छु, यो कुकुरहरू घाइते भएको देख्छु, यो बिरालोहरू घाइते भएको देख्छु, किरा पटेङ्ग्रा र एउटा खुट्टा यिनीहरूको कर्मले गर्दा यो यस्तो भएको बिचाराहरू, यसको कर्म राम्रो कर्म गरेको थिएन। मान्छेहरूलाई हेर्छु, कसैको खुट्टा हुँदैन, कसैको आँखा हुँदैन, यिनीहरूले पनि कर्ममा धेरै कुकर्महरू गरेकोले गर्दाखेरि यस्तो भयो। बजसत्व समय मनुपालय भन्ने बजसत्वहरू गरिदिन्छु, यिनीहरूको लाइफ चारै यो दुःखबाट मुक्ति भएर जाओस् भनेर चाहिँ उनीहरूको छेउमा चाहिँ हामीले यस्तो सच्चै नै सोच्ने गर्नुपर्छ। हामी धर्म गर्नेहरूले धर्म गरेर मात्रै हैन, छ्याक गरेकै गर्यो, पेचा पढेका बिहानदेखि बेलुकासम्म ध्यान बस्छ, तर सोचलाई चाहिँ हामीले यस्तो गर्नु सकेन भने चाहिँ त्यो त्यति पुण्य चाहिँ हुँदैन। तर गरेको र नगरेकोमा चाहिँ गर्नु चाहिँ पर्छ। फेरि गरेको चाहिँ धेरै नै अलिकति भए पनि तपाईँलाई भगवानले सेभ चाहिँ गर्छ, तर त्यति बेसी सेभ गर्दैन। जति सेभ तपाईँहरूलाई चाहिएको हुन्छ, जतिको तपाईँले धर्म पुरा कमाउनुहुन्छ, त्यो चाहिँ सोच हो। सबैभन्दा ठुलो चाहिँ हामीले सोच्नु सक्नुपर्छ कि हरेक कुरोमा अब कसैले हामीलाई गलत भने अरे जस्तो अब इक्जाम्पल तपाईँलाई अब नाम त के भन्नु, कसैले मलाई चाहिँ अब यस्तो भन्यो भने चाहिँ अब त्यसमा मैले मन दुखाउनु हुँदैन। यो चाहिँ मलाई मेरो परीक्षा आउँदैछ, यो मान्छेले चाहिँ अब यो संसारमा सबै कुरो भइराखेको छ, सबै कुरो हुनैपर्छ। कसैले मलाई अब तपाईँ कति राम्री रहेछ यस्तो त्यस्तो भन्यो भने मैले रिसाउनु भएन, किन भन्दा यो संसारमा कसै न कसैलाई चाहिँ अब म चाहिँ राम्रै देख्छ, उसको नजरमा म राम्रो देख्छ, त्यो राम्रो भनेर अलिकति उसले नेगेटिभ मलाई भन्यो भने म रिसाउनु हुँदैन। यो संसार यस्तै हो, सबैले यस्तो गरिराखेको छ, भइराखेको छ भनेर यस्तो सोच ल्याउनु सक्यो भने चाहिँ हामीलाई त्यसमा रिस उठ्दैन। कसैले केही भन्यो भने पनि हाम्रो सोचलाई चाहिँ हामीले एकदमै राम्रो सोच्नु सक्नुभयो भनेदेखि चाहिँ तपाईँलाई रिस पनि उठ्दैन। त्यसमा तपाईँले पुण्य पनि कमाउनुहुन्छ, धर्म पनि कमाउनुहुन्छ। र धर्म कमाउनु र धर्म गर्नु र धर्म नगर्नुमा चाहिँ कति चाहिँ फरक रहेछ हैन। यो चाहिँ तपाईँले बुझ्नुपर्छ यसरी नै। र धेरै अब लामो अब छ हैन यसको बारेमा। अब यो भिडियोमा भन्दा फेरि भिडियो अपलोड हुँदैन, अहिले नेटको प्रब्लम छ र एक त टाइमको पनि अभावले गर्दाखेरि अब डे बाई डे म तपाईँलाई छोटो गर्दै सबै सुनाउने छु। र तपाईँहरूले कहाँसम्म चाहिँ चिन्तन मनन गरेर हेर्नुहोस्, किरा पटेङ्ग्रालाई हेर्नुहोस्, आफूले दिनमा हिँड्दाखेरि आफूले के गरिरहेछ यो हेर्नुहोस्। कतिजनाले भन्छ नि म त अर्काको देखासिकी गर्दिनँ, अरूलाई हेर्दिनँ, कसले के गर्दैछ, गर्नुपर्छ, हेर्नुपर्छ, कसले के गर्दो रहेछ, किन गर्दो रहेछ भन्ने चाहिँ हेरेर चाहिँ चिन्तन मनन गरेर संसार चाहिँ यस्तो रहेछ नि, यो चाहिँ हुनैपर्छ, यो चाहिँ गर्नैपर्छ। अब त्यो बेहोसी हो, त्यो म अरूलाई हेर्दैन, अरूले के गर्दैछ गरिरहोस् यस्तो त्यस्तो, हामीले चाहिँ हेरेर चाहिँ यस्तो पो रहेछ त नि भन्ने चाहिँ क्या हो उयो गर्नु चाहिँ सक्नुपर्छ हामीले। यो त्यो होइन, त्यो अब अरूलाई हेरेर अर्काको कुरा गरेर यताको कुरा लिएर उता त्यो होइन। अरूले के गर्दैछ, कस्तो काम गर्दैछ, गलत गर्दैछ, राइट गर्दैछ, गलत गर्दैछ भने उसले चाहिँ कर्म चाहिँ राम्रो गरेको रहेछ छैन रहेछ, उसले गलत गर्दैछ। अब के भन्छ, हामीले पनि यस्तो गलत गर्नु हुँदैन, कम्पेरिजन गर्नुपर्छ र उसको चाहिँ कर्मलाई हेर्नुपर्छ। कर्म यस्तो रहेछ भनेर जसले राम्रो गर्दैछ त्यसलाई पनि निहालेर हेर्नुपर्छ, चिन्तन मनन राम्रो उसको कर्म राम्रो रहेछ, यस्तो राम्रो काम गर्नुपर्छ, यस्तो गर्नुपर्छ भन्ने चाहिँ हामीले चाहिँ चिन्तन मनन गरेर धर्म गर्नेहरूले चाहिँ यो गर्नु सक्यो भने चाहिँ तपाईँहरू सबैले धेरै पुण्य कमाउनेछ, धर्म कमाउनेछ। र धर्म गर्ने र नगर्नेमा कति डिफ्रेन्स रहेछ
यो चाहिँ अब तपाईहरुले चिन्तन मनन गरेर हेर्नुस् र तपाईहरुले पनि मैले चाहिँ अब मैले गरेको यो फेरि मलाई भइराखेको अहिले जुन मलाई हिँड्दा डुल्दा बस्दा मलाई भइराखेको कुरो चाहिँ मैले भिडियो बनाएर तपाईहरुसम्म पुर्याइराखेको छु। तपाईहरुले पनि चिन्तन मनन गरेर हेर्नुस् भनेर चाहिँ यो भिडियोमा चाहिँ तपाईहरुसँग चाहिँ म जोडिराखेको छु। र कति शब्द छुटी भयो होला, कति शब्द मिलेन होला, कति शब्द तलको माथि माथिको तल भयो होला। अब के गर्नु भन्दै जाँदाखेरि भित्रबाट निस्केको चाहिँ यो भनौँ त्यो भन् यति लामो छ। अब तपाईहरुलाई ग्रुपमा बसेर भन्नेको चाहिँ अर्कै हुन्छ र यसरी भिडियोमा भनेको चाहिँ अर्कै हुन्छ। र पनि तपाईले हेरेर चाहिँ बुझ्ने कोसिस गर्नु, चिन्तन मनन गर्नुहोस् भन्दै यो भिडियोलाई यहीँ राख्दैछु। नमो बुद्धाय, नमो बुद्धाय, नमो बुद्धाय।